बेसिकली जोर्नी प्रत्यारोपण सर्जरी भनेको केही कारणले गर्दा खिएको अथवा बिग्रिएको जोर्नीलाई कृत्रिम जोर्नीले रिप्लेस गर्ने विधिलाई नै जोर्नी प्रत्यारोपण सर्जरी भनिन्छ। यसलाई चाहिँ जोइन्ट रिप्लेसमेन्ट सर्जरी पनि भनिन्छ अथवा आर्थ्रोप्लास्टी सर्जरी भनौँ अङ्ग्रेजीमा भन्नुपर्दाखेरि। केही कारणले गर्दाखेरि खियो जोर्नी र त्यो खिएको जोर्नीलाई नर्मल बनाउनलाई आर्टिफिसियल जोइन्ट राख्ने विधिलाई चाहिँ आर्थ्रोप्लास्टी सर्जरी अथवा जोर्नी प्रत्यारोपण सर्जरी भनिन्छ। र जोर्नी खिने विभिन्न कारणहरू हुन्छ। जस्तै घुँडाको कुरा गर्नु पर्दाखेरि एउटा उमेर बढ्दै गएर पहिलो कुरा, जस्तै हामी उमेर बढ्दै गइसकेपछि कपाल फुल्ने, गाला चाउरी पर्ने, दाँत झर्ने, जस्तै घुँडाहरू पनि खिँदै जान्छ। जस्तै 50 वर्ष पुगिसकेपछि 50 वर्षभन्दा माथि मान्छेको बिस्तारै घुँडाको जोर्नी खिन थाल्छ। एज रिलेटेड ओस्टियोआर्थराइटिस भन्छौँ हामी, प्राइमेरी ओस्टियोआर्थराइटिस पनि भनिन्छ त्यसलाई। दोस्रो कुरा, पहिला इन्फेक्सन थियो घुँडामा, पाकेको थियो घुँडा अथवा टिबीको इन्फेक्सनहरू केही भयो भने पनि जोर्नी खिने हुन्छ। अर्को कुरा, घुँडामै चोट लाग्यो, घुँडाको हड्डी भाँचियो भने पनि त्यो घुँडा पछि गएर बढ्दो उमेरमा खिने सम्भावना हुन्छ। अर्को बाथरोगले पनि घुँडालाई खियाउँछ। जस्तै अरू चाहिँ तपाईँको युरिक एसिडहरूले गर्दाखेरि पनि घुँडाहरू खिने हुन्छ। यिनी विभिन्न कारणले गर्दा घुँडा विथ उमेर खिने हुन्छ। अब अवस्थाको कुरा गर्दा अब जोर्नी खिसकेपछि बिरामीलाई हुने सबैभन्दा पहिलो प्रब्लम भनेको पेन। बिरामीलाई दुख्न थाल्छ, जोर्नी दुख्न थाल्छ। बिरामीलाई पहिलो कुरो दुख्ने, बिहान दिउँसो बेलुका राति सुत्दा जतिखेर पनि दुख्ने, हिँड्न गाह्रो हुने, जस्तै एक्टिभिटी अफ डेली लिभिङ गर्न गाह्रो, आफूले दिनदिनै गर्ने कामहरू गर्न गाह्रो हुन्छ बिरामीलाई, जसले गर्दा बिरामी डिप्रेसनमा जाने हुन्छ अथवा आफू चाहिँ अपायज भएको जस्तो फिल हुन्छ बिरामीलाई। तेस्रो कुरो, डिफर्मिटी, जोर्नी जस्तै घुँडाको हड्डी खिँदै गयो भने लङ टर्ममा घुँडा बाङ्गिने अवस्था हुन थाल्छ र घुँडा बाङ्गो देखिन्छ। हो, यी 3 कारणहरू भयो भने चाहिँ जोर्नी प्रत्यारोपणतिर जानुपर्छ। सबैभन्दा मुख्य इम्पोर्टेन्ट कारण भनेको दुखाइ हो। बिरामीलाई दुखियोपछि सहन नसक्ने गरी दुखाइ भयो भने जोर्नी प्रत्यारोपणमा जानुपर्ने अवस्था आउँछ। फाइदाहरूको कुरा गर्दा पहिलो फाइदा, बिरामीलाई जोर्नी प्रत्यारोपण गरिसकेपछि दुखाइको अनुभव हुँदैन। दोस्रो फाइदा, बिरामीले जोर्नी प्रत्यारोपण गर्नुभन्दा अगाडि जुन जोर्नी खिएको थियो त्योभन्दा अझ अगाडिको अवस्था, जोर्नी नखिएको अवस्थामा आफूले दिनदिनै आफूले गर्ने कामहरू गर्न सक्नुहुन्छ। र तेस्रो भनेको बाङ्गेको जोर्नीहरू सिधा हुन्छ र बिरामीलाई साइकोलोजिकल पनि मनोबल प्राप्त हुन्छ। अब जोर्नी प्रत्यारोपण सबै, अब यो पनि जोइन्ट रिप्लेसमेन्ट आर्थ्रोप्लास्टी भनेको तपाईँको मेजर सर्जरी हो हार्ट जोर्नीमा, सबैभन्दा वान अफ द मेजर सर्जरी हो। अब प्रत्येक सर्जरीको, इभन सानो सर्जरीदेखि लिएर ठुलो सर्जरी, सबै सर्जरीको चाहिँ तपाईँको कम्प्लिकेसन हुन्छ नै। र यो जोइन्ट रिप्लेसमेन्ट सर्जरीको पनि कम्प्लिकेसनहरू छ, नभएको होइन। तर कम्प्लिकेसनहरू कति भन्दा तपाईँको के हुन्छ, पहिला के हुन्छ कुरा गरौँ। जस्तै घाउ पाक्न सक्छ, अपरेसन गर्दा चिरेको बाहिर घाउ पाक्न सक्छ, अपरेसन गरिसकेपछि भित्रको जोर्नी नै पाक्न सक्छ। अर्को कुरा, खुट्टामा रगतको नसाहरूमा रगतहरू जाम हुने सम्भावना हुन्छ। र चौथो कुरो, जोर्नीहरूको चाहिँ तपाईँको वरिपरि जुन नयाँ राखेको कृत्रिम जोर्नी हुन्छ त्यसको छेउछाउमा हड्डीहरू भाँचिन सक्ने सम्भावना हुन्छ यदि बिरामीहरू लड्नु भयो भने। र कतिको चान्स भन्ने कुरा आउँछ। जस्तै तपाईँको घाउ इन्फेक्सन, सुपरफिसियल वुन्ड इन्फेक्सन भन्छौँ हामी, त्यो भनेको 100 जनालाई गर्दा 1 देखि 2 जनाको चाहिँ पाक्न सक्छ सुपरफिसियल घाउ। त्यस्तै 100 जना गर्दा 1 देखि 2 जनाको भित्र जोर्नी नै पाक्न सक्छ। तर त्यो नगराउनको लागि पनि अपरेसनभन्दा अगाडि र अपरेसनको क्रममा र अपरेसन पश्चात अपनाउने विधिहरू छन् र त्यो सबै विधि अपनाएर मात्र त्यो सर्जरी गरिन्छ। र त्यो सबै गर्दै पनि 100 जनाको गर्दा 1 देखि 2 जनाको चाहिँ हुन सक्ने सम्भावना हुन्छ। त्यो बडीको इम्युन फ्याक्टरमा नि भर पर्ने कुरा हो। दोस्रो रह्यो खुट्टाहरूमा रगत जाम हुने, हामी त्यसलाई डिप भेन थ्रोम्बोसिस भन्छौँ। त्यो चाहिँ ठुलो सर्जरीहरू गर्दाखेरि, जस्तै खुट्टाहरूको ठुलो सर्जरी गर्दा हुन सक्ने सम्भावना हुन्छ। त्यो पनि 100 जना गर्दाखेरि 2 देखि 3 जनाको हुन सक्छ। त्यसको लागि पनि अपरेसन पश्चात गर्नुपर्ने विधिहरू छन्। त्यो विधिहरू तुरुन्त अपनाइन्छ। जस्तै स्टकिङ नेट लगाउने, रगत पातलो बनाउने औषधिहरू दिने, ती कुराहरू गर्नुपर्ने हुन्छ। र पेरिप्रोस्थेटिक फ्र्याक्चर जुन मैले भने चौथो, हड्डी भाँचिन सक्ने कृत्रिम तपाईँको जोर्नी प्रत्यारोपण गरेको छेउछाउको हड्डी भाँचिन सक्ने, त्यो भयो भने त्यसको लागि चाहिँ फ्र्याक्चर म्यानेजमेन्ट, जस्तै इम्प्लान्टहरू राखेर अथवा इम्प्लान्ट एक्सचेन्ज गरेर अथवा पाताहरू राखेर चाहिँ त्यसलाई उपचार गर्न सकिन्छ। यी सबै कुराको चाहिँ समाधानहरू डेफिनेटली हुन्छ। अब दुवै खुट्टाको जोर्नी प्रत्यारोपण गर्नुपर्दाखेरि बेसिकली कस्तो हुन्छ भने तपाईँको एकै सेटिङमा दुईटै घुँडाको जोर्नी प्रत्यारोपण गर्न सकिन्छ, नसकिने होइन। र संसारका डिफ्रेन्ट सर्जनहरूले गरि पनि रहेको छन्। इभन नेपालमा पनि एकैचोटि दुईटा घुँडाको जोर्नी प्रत्यारोपण पनि हुन्छ। तर अहिले हामीले अब इभिडेन्स बेस्ड प्र्याक्टिस गर्नु पर्दाखेरि अहिलेको लेटेस्ट लिटरेचरहरूले के देखाएको छ भने दुईटै घुँडाको एउटै सेटिङमा जोर्नी प्रत्यारोपण
नगर्नु भन्ने चाहिँ अहिलेको चाहिँ नयाँ इभिडेन्स बेस्ड मेडिसिनमा आइरहेको छ कुरा। किन भन्नुहुन्छ भने जुन कम्प्लिकेसन मैले एक्सप्लेन गरेँ ती कम्प्लिकेसनहरू दुईटाको गर्दाखेरि अलिकता डबल चान्स हुन्छ बढी हुन सक्ने। जस्तै तपाईँको एउटा दुईटै खुट्टाको जोर्नी प्रत्यारोपण गर्यो, कदाचित एउटा लेफ्ट साइडको जोइन्ट इन्फेक्सन भइदियो भने राइटको पनि इन्भेरिएबली इन्फेक्सन भइदिन्छ। त्यो भयो भने बिरामीले दुईटै घुँडाको जोर्नी पाक्ने भयो, बिरामीले दुःख पाउने भयो। अनि अर्को कुरा फिजियोथेरापी पनि, बिरामीलाई दुईटै घुँडाको सर्जरी गरिसकेपछि अपरेसन पछि गर्नुपर्ने फिजियोथेरापीहरूमा अलिकता गाह्रो पर्छ। एकैचोटि उठेर हिँड्न कन्फिडेन्स त्यति आउँदैन किनकि दुईटा जोर्नी फेरिसकेका हुन्छ। ती कुराहरू हुन्छ र बिरामीको अर्को जुन रगतको नसामा रगत जाम हुने चान्सेस पनि अलिक डबल हुन्छ। किन सर्जरी पनि लामो हुने भयो, एउटा गर्दा अलिक चाँडै सकिन्छ, दुईटा गर्दा अलिक बढी टाइम लाग्ने भएको हुनाले चाहिँ यो चाहिँ अलिकता लामो सर्जरी हुन्छ। त्यसले गर्दाखेरि सकिन्छ भने नगर्ने नै भन्ने कुरामा चाहिँ आजकल चाहिँ इभिडेन्स लेटेस्ट इभिडेन्सहरू आइरहेको छ वर्ल्डमा। अदरवाइज दुईटाको गर्न पनि सकिन्छ नसकिने। अब जोर्नी खिएपछि बिरामीलाई के सिम्पटम हुन्छ अथवा चाहिँ के समस्या हुन्छ भन्ने कुराहरू म गर्न गइरहेको छु है त। अब के हुन्छ भन्दा सुरुमा तपाईँको जोर्नी खियो अथवा यसलाई पनि स्टेजिङ भनौँ, पहिलो, दोस्रो, तेस्रो, चौथो भन्छौँ हामी चाहिँ हाम्रो मेडिकल स्टेजमा। तर बुझ्नको लागि, साधारण बुझ्नको लागि माइल्ड, मोडरेट र सिभियर भनौँ। माइल्ड स्टेजमा के हुन्छ, बिरामीलाई पहिला हुने भनेको दुखाइ हुन्छ, दुख्न थाल्छ, टेकेर हिँड्दा बेसिकली हुने भनेको उकालो गर्दा अथवा ओह्रालो हिँड्दा बढी दुख्ने, समूहमा हिँड्दा अलिक कम दुख्ने, पलेटी कस्न गाह्रो, टुक्रेको बस्न गाह्रो, राति निन्द्रामा पनि अलिकति दुखेको अनुभव हुने, त्यो भनेको माइल्ड स्टेजमा हो। मोडरेट अथवा सिभियर स्टेजमा, मोडरेट स्टेजमा के हुन्छ, अलिक बढी हुन्छ, योभन्दा स्टेज अलिक बढी हुन्छ, समूहमा पनि अलिक बढी दुख्न थाल्छ, उकालो ओह्रालो गर्न गाह्रो हुन्छ, पलेटी कस्न अलिक बढी नै गाह्रो हुन्छ। सिभियर स्टेजमा के हुन्छ, यो सबै सिभियरिटी बढ्छ, पलेटी कस्नै सक्नुहुन्न, टुक्रेको बस्न सक्नुहुन्न, उकालो ओह्रालो लट्ठी समातेर पनि हिँड्न गाह्रो हुन्छ र घुँडा बाङ्गो हुँदै जान्छ। यी स्टेज भए, यी डिफ्रेन्ट स्टेजमा हुने सिम्पटमहरू भए। अब यसलाई म्यानेजमेन्ट कसरी गर्ने भन्ने कुरा, सबै कुरा स्टेजमा जोर्नी प्रत्यारोपण गर्नु पर्दैन। पहिलो स्टेजमा, माइल्ड स्टेजमा घुँडा खिन थाल्यो अथवा खिन सुरु गर्यो भन्ने स्टेजमा बिरामीको थाहा भयो भने यसमा गर्ने के, पहिलो कुरा गर्ने भनेको दुखाइ कम गर्ने, त्यसलाई दुखाइ कम गर्ने औषधिहरू खान सकिन्छ। दोस्रो कुरा गर्ने के, एक्टिभिटी अफ डेली लिभिङ मोडिफिकेसन गर्ने। भन्न खोजेको पलेटी कसेर बस्ने गर्नुहुन्छ, पलेटी कसेर खाना खाने हेबिट छ, टुक्रुक बसेर खाना पकाउने हेबिट छ भने त्यसलाई चेन्ज गर्नु पर्यो। बसेर खाना पकाउनु पर्यो किचनमा, अथवा उठेर खाना पकाउनु पर्यो, डाइनिङ टेबलमा बसेर खानु पर्यो। घरमा चाहिँ प्यानमा टोयलेट गर्नुहुन्छ भने कमोड युज गर्नु पर्यो, बसेर टोयलेट गर्नु पर्यो। त्यसले गर्दा के हुन्छ, तपाईँको दुखाइ पनि कम हुन्छ बिरामीलाई। अर्को, जुन अनुपातमा हड्डी खिन्थ्यो त्यो खिन पाउँदैन र अलिक खिने प्रोसेस पनि स्लो हुन्छ। यो स्टेजमा थाहा भयो र यो गर्नुभयो भने जोर्नी खिनबाट चाहिँ बच्छ केही हदसम्म। र अर्को गर्ने कुरा भनेको फिजियोथेरापी, औषधि खाने, आफ्नो एक्टिभिटी अफ डेली लिभिङ चेन्ज गर्ने र फिजियोथेरापी गर्ने। फिजियोथेरापीको रोल केमा भन्दाखेरि घुँडाको हड्डीमा तिघ्राको मासु र खुट्टाको मासुलाई स्ट्रङ बनाउने। त्यो स्ट्रङ बनाउने बित्तिकै बिरामी हिँड्दाखेरि घुँडामा बढी जोड पर्दैन, मासुले वेट लिएर जान्छ र घुँडामा बढी जोड नपरेपछि घुँडा बढी खिन पाउँदैन र छेउछेउको मासु स्ट्रङ भएर पनि दुख्दैन। क्याप्सुलहरू भन्ने हुन्छ त्यो पनि स्ट्रङ हुन्छ र दुख्दैन। त्यो तीनटा कारण अर्ली स्टेजमा गरियो भने जुन मोडरेट स्टेजमा 5 वर्षमा पुग्थ्यो नर्मल्ली भने त्यो पुग्नलाई 10 वर्ष लाग्छ। र मोडरेट स्टेजमा पनि गर्ने यही विधि हो, पेन म्यानेजमेन्ट गर्ने, औषधिहरू खाने, फिजियोथेरापी कन्टिन्यू गर्ने, आफ्नो एक्टिभिटी अफ डेली लिभिङहरू चेन्ज गर्ने। जस्तै पलेटी नकस्ने मैले भने, टुक्रुक नबस्ने, उकालो ओह्रालो गर्दा लट्ठीको सहायताले हिँड्ने, टोयलेटहरू कम्बोर्डमा गर्ने, प्यानमा नगर्ने, यी गर्नुभयो मोडरेटमा भने पनि सिभियर स्टेज जानको लागि अलि समय लाग्छ। र सिभियर स्टेजमा पुगिसकेपछि जोर्नी प्रत्यारोपण बाहेक अरू विकल्प हुँदैन। औषधि खाएर मात्र दुखाइ कम हुँदैन, केही हदसम्म 2-4 दिन कम भएको जस्तो हुन्छ तर त्यसपछि दुख्न थाल्छ। किन दुईटा जोर्नी खिएर एकअर्कासँग रगडिँदाखेरि दुखाइ पेन चाहिँ जोर्नी प्रत्यारोपण नगरी जाँदैन है त। यो पहिलो स्टेज माइल्ड र मोडरेट स्टेजमा नै डायग्नोसिस हुन पाएको छ भने सबैभन्दा राम्रो त माइल्डमै डायग्नोसिस हुन पाएर यी औषधि खाने, फिजियोथेरापी गर्ने र आफ्नो डेली एक्टिभिटिजहरू चेन्ज गर्ने काम गर्नुभयो भने लामो समयसम्म नेचुरल जोर्नी नै टिक्छ। मोडरेटमा चाहिँ अलिकता कम सम्भावना हुन्छ तर जुन अनुपातमा चाहिँ सिभियरमा पुग्थ्यो त्योभन्दा चाहिँ अलिक ढिलै पुग्छ यो सबै विधिहरू अपनाउनु भयो भने।
अब जोर्नी प्रत्यारोपणको म अन्तिममा के भन्न चाहन्छु भने जोर्नी प्रत्यारोपण सर्जरी आज हामी घुँडाकै कुरा गरिरहेछौँ। घुँडाकै जोर्नी प्रत्यारोपण सर्जरी भनेको हाम्रो जनमानसमा म ओपिडीमा देख्छु, बिरामीहरू हेर्दा अथवा मेरो रिलेटिभ्सहरू भनौँ, साथीभाइहरू भनौँ, ओहो यो त एकदमै ठुलो सर्जरी हो, गर्नुहुन्न रे, गरेपछि बिग्रिन्छ रे, अलिअलि भइ नि हिँड्ने थियो, अब हिँड्नै सक्दैन, हिँड्न नसकेर बिछनामा बसी हुन्छ रे, अनि यो गर्नु हुँदैन भन्ने कन्सेप्ट पहिलो। दोस्रो कुरा, कति बिरामीहरू आउनुहुन्छ 70, 75, होइन 65, 80 वर्षको, होइन बाबु अब मर्ने बेलामा के जोर्नी फेर्ने, 70 वर्षमा जोर्नी फेरेर के गर्ने, हिँड्न सकेन भने केही पनि गर्न सकिन्न भन्नुहुन्छ। त्यस्तो होइन। यो जोर्नी प्रत्यारोपण सर्जरी भनेको हजुरले के बुझ्नु पर्यो भने जिन्दगी बचाउने लाइफ सेभिङ सर्जरी होइन यो, तर एक्टिभिटी अफ डेली लिभिङलाई राम्रो बनाउने सर्जरी हो। भन्नुको मतलब तपाईँलाई जति दिन बाँच्नुहुन्छ त्यति दिन सहजसँग बाँच्न सजिलो बनाउनको लागि गर्ने सर्जरी हो जोइन्ट रिप्लेसमेन्ट सर्जरी। आफूलाई डेली एक्टिभिटी सहज गराउनलाई गर्ने सर्जरी हो, पहिलो कुरा। दोस्रो कुरो, अपरेसन गरिसकेपछि हल्ला नचल्ला हुन्छ, बेडरिडन हुन्छ भन्ने सोच्छ, त्यस्तो हुँदैन। सबै सर्जरीको कम्प्लिकेसन हुन्छ, तर त्यो कम्प्लिकेसन रेटहरू पनि बुझ्नुपर्छ। 100 जना गर्दा 1 देखि 2 जनाको, इभन तपाईँको सानो औँलामा नै काँडा बिजेर पनि औँला पाकेर हात काट्नुपर्ने एक्जाम्पलहरू पनि छ। त्यसको पनि कम्प्लिकेसन हो, त्यो चाहेर हुने कुरा होइन। तर कहिलेकाहीँ बडीले कोप गर्ने पनि हुन्छ, यसको पनि कम्प्लिकेसन हुन्छ, तर सबै कुराहरू बिग्रिन्छ भन्ने छैन। 99%, 95% सक्सेस रेटहरू छन्, राम्रो कुराहरू छ। त्यही भएर जोर्नी प्रत्यारोपण गर्न हिचकिचाउनु हुँदैन। गाह्रो छ, दुखेको छ, धेरै सन्चो छैन, धेरै पीडा छ बिरामीलाई भने जोर्नी प्रत्यारोपण गर्नुपर्छ, त्यो भन्न चाहन्छु। र कम्प्लिकेसन हुन्छ भनेर धेरै आत्तिने पनि नगर्नुहोस्। कम्प्लिकेसन राम्रोसँग ट्रिटिङ फिजिसियन, ट्रिटिङ सर्जनसँग कम्प्लिकेसनको बारेमा राम्रोसँग कुरा गरेर र अपरेसन पश्चात फिजियोथेरापीहरू राम्रोसँग गर्नुभयो भने तपाईँको चाहिँ आउटकमहरू एकदमै राम्रो हुन्छ र बिरामीलाई चाहिँ बाँकी जिन्दगी एकदम सहजपूर्ण बाँच्ने वातावरण पुग्छ भन्ने चाहन्छु। धन्यवाद।